नमस्ते अनि जय मसी सबैजनालाई हामी सबैजना सन्चै हुनुहुन्छ होला परमेश्वरको कृपाले। हजुरलाई स्वागत छ रिड बाइबल विथ मार्थामा। म फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूलाई वचन पढेर सुनाउनको निम्ति। योभन्दा अगाडि चाहिँ हामीले न्यायकर्ताको पुस्तक 11 अध्यायसम्म पढेर सुनिसकेका छौँ भने आज चाहिँ हामी 12, 13, 14 अध्याय पढेर सुनेछौँ। सुरु गरौँ। 12 इप्ता र एफ्राइम। एफ्राइमीहरूले आफ्ना फौज भेला गरे र पारी तरेर सापोनमा गए। तिनीहरूले इप्तालाई भने, अम्मनीहरूसँग लडाईँ गर्न जाँदा हामीलाई किन बोलाउनु भएन? हामी तपाईँलाई तपाईँको घर समेत जलाइदिनेछौँ। इप्ताले जवाफ दिए, म र मेरा मानिसहरूको अम्मनीहरूसँग झगडा थियो र मैले तिमीहरूलाई सहायताको निम्ति बिन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ। जब मैले यो देखेँ कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौँ, तब आफ्नो प्राण जोखिममा हालेर अम्मनीहरूका विरुद्धमा लडे र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ? तब इप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लडाईँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, तिमी गिलादीहरू एफ्राइम र मनस्सेबाट बाँकी भएर गएका हौ। गिलादीहरूले यर्दनका जाँगरहरू लिए र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमले पारी जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोद्धथे, के त एफ्राइमी होस्? र त्यसले होइन भन्यो भनेदेखि तिनीहरूले भन्थे, त्यसो भए सिब्बोत-लेत भन्। त्यसले त्यो शब्द ठिकसित उच्चारण गर्न नसकेर सिब्बोलेत भन्यो भने तिनीहरूले त्यसलाई यर्दनका जाँगरहरूमा पक्रेर मार्दथे। त्यस बेला एफ्राइमका 42,000 मानिसहरू मारिए। इप्ता 6 वर्षसम्म इजरायलका अगुवा भए। तब गिलादी इप्ता मरे अनि तिनी गिलादको एउटा सहरमा गाडिए, इब्सान, एलोन र अब्दोन। इप्तापछि बेथलेहमका इब्सान इजरायलका अगुवा भए। तिनका 30 जना छोरा र 30 छोरी थिए। तिनले ती 30 छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए र आफ्ना छोराहरूका निम्ति 30 जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी 7 वर्षसम्म इजरायलका अगुवा भए। तब तिनी मरे र बेथलेहममा गाडिए। तिनी पछि जुबुलुनी एलोन 10 वर्षसम्म इजरायलका अगुवा भए। तब तिनी मरे र जुबुलुनका देशको अय्यालोनमा गाडिए। त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इजरायलका अगुवा भए। तिनका 40 छोरा र 30 नाति थिए र हरेक आफ्ना गधामा सवार हुन्थ्यो। तिनी 8 वर्षसम्म इजरायलका अगुवा भए। त्यसपछि तिनी मरे र अमालेकीहरूको पहाडी देशका एफ्राइमको पिरातोनमा गाडिए। सिमसोनको जन्म। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे र उहाँले उनीहरूलाई 40 वर्षसम्म पलिश्तीहरूका हातमा सुम्पिदिनुभयो। दानको कुलका सौरामा बस्ने एकजना मानिस थिए, जसको नाउँ मनोह थियो र जसकी पत्नी बाँझी थिइन् र तिनको कोही छोराछोरी थिएनन्। परमप्रभुका दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब मैले भने चाहिँ तिमीले गर्नु, होसियार हौ, दाखमक वा अरू मताएको मद नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नजिरी हुनेछ। त्यसले नै इजरायललाई पलिश्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ। ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइन्, परमेश्वरका एकजना मानिस मकहाँ आए। तिनको महोडा परमेश्वरका दूत झैँ थियो र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भने मैले तिनलाई सोधिनँ र तिनले भने मलाई आफ्नो नाउँ बताएनन्। तर तिनले मलाई भने, तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाखमक वा अरू मताएको मद नपिउनु र अशुद्ध भोजन नखानु, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्म परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ।
तब मानवहरूले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, बिन्ती छ, तपाईँले पठाउनुभएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आउन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदिउन्। परमेश्वरले मनोहरको प्रार्थना सुन्नुभयो र परमेश्वरका दूत बारीमा बसिरहेकी ती स्त्री कहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्। स्त्री झट्टै दगुरेर गई मनोहरलाई भनिन्, त्यस दिन आएका ती मानिस फेरि म कहाँ आएका छन्। मनोहर झट्टै तिनीसँग गएर त्यस व्यक्तिलाई भेटेर भने, के मेरी पत्नीसँग कुरा गर्ने तपाईँ नै हुनुहुन्छ? तिनले भने, हो, म नै हुँ। मनोहरले भने, जब तपाईँको वचन पुरा हुनेछ तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ? परमप्रभुका दूतले जवाफ दिएर भने, मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होसियारीसँग पालन गर्नुपर्छ। दागको बोटबाट निस्केको केही पनि तिनले चाख्नु हुँदैन। तिनले दाग मक वा अरू मताएको मक पिउनु हुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानु हुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ। मनोहरले परमप्रभुका दूतलाई भने, कृपा गरी पर्खनुहोस् र हामी तपाईँको निम्ति एउटा पाठो तयार गर्नेछौँ। परमप्रभुका दूतले जवाफ दिए, तिमीहरूले मलाई रोक्यौ भने पनि म तिमीहरूले चढाएको भोजन खान्न। तर तिमीहरूको इच्छा छ भने होम बलि तयार गर र त्यो परमप्रभुमा चढाऊ। मनोहरलाई तिनलाई परमप्रभुका दूत हुन् भनी चिनेनन्। तब मनोहरले तिनलाई भने, तपाईँको नाउँ के हो? किनकि तपाईँको वचन पुरा भएपछि हामी तपाईँको आदर गर्न चाहन्छौँ। दूतले तिनलाई भने, तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ। तब मनोहरले पाठो र उचित अन्नबली लिएर ती चट्टानमाथि परमप्रभु कहाँ चढाए। अनि मनोहर र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो। जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मासतिर गए। यो देखेर मनोहर र तिनकी पत्नी घोप्टो परे। त्यसपछि परमप्रभुका ती दूत मनोहर र तिनकी पत्नी कहाँ फेरि देखा परेनन् र मनोहरले ती त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए। तर तिनले आफ्नी पत्नीलाई भने, हामी त निश्चय नै मर्नेछौँ, किनभने हामीले परमेश्वरलाई देखेका छौँ। तर तिनकी पत्नीले जवाफ दिइन्, परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रो हातका होम बलि र अन्नबलि ग्रहण गर्नुहुने थिएन र यी सबै कुरा देखाउनुहुने थिएन वा भन्नुहुने थिएन। ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ सिमसोन राखिन्। त्यो बालक बढ्न लाग्यो र परमप्रभुले त्यसलाई आशिष दिनुभयो। अनि त्यो सोरा र एस्तोलको बीचमा भएको महनेद दानमा हुँदा परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो। सिमसोन र तिम्नाको स्त्री। सिमसोन तिम्नामा झरे र त्यहाँ तिनले एउटी पलिस्ती स्त्रीलाई देखे। जब तिनी फर्केर आए तब तिनले आफ्ना बुबा र आमालाई भने, मैले तिम्नामा एउटी पलिस्ती स्त्री देखेको छु र मलाई तिनीसँग विवाह गरिदिनुहोस्। तिनका आमा बुबाले तिनलाई भने, के हाम्रो आफ्नै कुटुम्बमा अथवा आफ्नो जातिमा कोही स्त्री छैन र खतना नभएका पलिस्तीहरूको स्त्रीलाई तैँले विवाह गर्नुपर्छ। तर सिमसोनले आफ्ना बुबालाई भने, ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्, तिनी नै मेरो निम्ति ठिक छिन्। पलिस्तीहरू जो त्यस बेला इजरायलका शासक थिए, उनीहरूका विरुद्धमा परमप्रभुले मौका हेर्दै हुनुहुन्छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा बुबालाई थाहा थिएन। सिमसोन आफ्ना आमा बुबासँग तिम्नामा झरे र जब तिनीहरू त्यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जँदै सिमसोनलाई झम्ट्यो। तब परमप्रभुका आत्मा झट्टै सिमसोनमा आउनुभयो र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई झैँ च्यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा बुबालाई भनेनन्। त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचित गरे र त्यस स्त्रीले तिनलाई रिझाए। केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर लागे र त्यसमा मौरी समेतको चाका देखे। तिनले मह काटेर हात चाट्दै गए। जब तिनी आफ्ना आमा बुबा कहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए र तिनीहरूले पनि खाए। तर आफूले त्यो मह सिंहको सिनुबाट काटेको कुरो तिनले तिनीहरूलाई बताएनन्।
तिनका बुबा त्यो स्त्री हेर्नलाई गए र दुलहाहरूको दस्तुर अनुसार सिम्सनले त्यहाँ एउटा भोज दिए। जब तिनी त्यहाँका मानिसहरूका सामु देखा परे तब उनीहरूले 30जना मानिसहरूलाई तिनका 7जनालाई ल्याए। सिम्सनले तिनीहरूलाई भने, म तिमीहरूलाई एउटा अड्को थप्छु। यी 7 दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनेछु। तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनुपर्छ। तिनीहरूले भने, अड्को हामी सुन्यौं त। तब तिनीहरूलाई भने, खानेबाट खानेकुरा निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो। 3 दिनको अन्तरमा पनि तिनीहरू त्यो अड्को फुकाउन सफल भएनन्। चौथो दिन तिनीहरूले सिम्सनकी पत्नीलाई भने, तिम्रा पतिलाई फकाऊ र तिनले तिमीलाई त्यो अड्को फुकाइदेऊन्, नत्र त हामी तिमीलाई र तिम्रा बाबाको घरलाई आगो लगाइदिनेछौँ। के तिमीले हामीलाई कङ्गाली तुल्याउनलाई निम्तो दियौ? तब सिम्सोनकी पत्नीले तिनको सामु रोइ रोइकन भने, तपाईँ मलाई घृणा गर्नुहुन्छ, तपाईँ मलाई प्रेम गर्नुहुन्न। तपाईँले मेरा भाइ बन्धुहरूलाई एउटा अड्को थाम्नु भएको छ, तर त्यो मलाई बताउनु भएको छैन। तिनले त्यसलाई भने, मैले त त्यो मेरा माता पितालाई पत्नी भनेको छैन र के त्यो तिमीलाई भन्नु? तर भोजको 7 दिन समाप्त नहुन्जेल त्यो तिनको सामुन्ने रोइबसी। यसैले 7औं दिनमा त्यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्यसलाई बताइदिए र त्यसले त्यो अड्को आफ्ना भाइ बन्धुहरूलाई बताइदिए। त्यसै दिन सूर्य अस्ताउन अघि सहरका मानिसहरूले सिम्सनलाई भने, महभन्दा गुलियो के हुन्छ र सिंहभन्दा बलियो के हुन्छ र? सिम्सनले भने, मेरो कोररीलाई नजोतेका भए तिमीहरूले यो अड्को फुकाउन सक्ने थिएनौ। तब परमप्रभुको आत्मा झट्टै सिम्सोनमा आउनुभयो। तिनी तल अस्कलोनमा गए र त्यहाँ तिनले 30जना मान्छे मारे र उनीहरूका चिजबिज उतारेर उनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रिस उठ्यो र तिनी आफ्ना बुबाको घरमा गइहाले। सिम्सनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो। सिम्सनले पलिस्तीहरूलाई मारेका। केही समयपछि गहुँका फसलको बेलामा एउटा पाठो लिएर सिम्सोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, मेरी पत्नीको कोठामा म जान चाहन्छु। तर त्यसका बुबाले तिनलाई जान दिएनन्। त्यसका बुबाले भने, तिमीले त्यसलाई घृणा गर्यौ भने कुरा मलाई निश्चय भएको हुनाले मैले त त्यसलाई तिम्रो लोकन्तलाई दिएँ। त्यसकी बहिनी त्योभन्दा राम्री छे, अब त्यसलाई नै लैजाऊ। तर सिम्सनले भने, यसपल्ट पलिस्तीहरूसित साटो लिने मेरो हक छ, म साँच्ची नै उनीहरूको नोक्सानी गर्नेछु। तब तिनले गएर 300 स्यालहरू पक्रे। तिनले 2-2वटा स्यालका पुच्छर बाँधे र हरेक जोडीको बीचमा एउटा एउटा राँको बाँधिदिए। त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिस्तीहरूका पाकिरहेका अन्नका बारीहरूमा छोडिदिए। तिनले पाकिरहेका अन्न र बिटा समेत दाखबारी र भद्राक्षको बगैँचाहरू पनि डढाइदिए। तब पलिस्तीहरूले सोधे, यो कसले गरेको हो? तिम्नाका तिनका ससुरोले। सिम्सोनकी पत्नी तिनको लोकन्तलाई दिएकोले सिम्सोनले यो सब गरेको हो भने उनीहरूले सुने। तब पलिस्तीहरू गएर त्यसलाई र त्यसका बुबालाई जलाइदिए। सिम्सनले उनीहरूलाई भने, किनकि तिमीहरूले यस्ता कार्यहरू गर्यौ, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउन्जेल म थामिन्न। तब तिनले उनीहरूलाई हिर्काउनसम्म हिर्काएर धेरैजनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओढारमा गएर बस्न लागे। सिम्सनले पलिस्तीहरूलाई लहीमा परास्त गरेका। पलिस्तीहरू उग्लेर आए र यहुदामा छाउनी हाले र लहीको छेउमा छरिएर बसे। यहुदाका मानिसहरूले भने, तिमीहरूले किन हामीमाथि चढाइ गयौ? उनीहरूले जवाफ दिए, हामी सिम्सोनलाई पक्रन आएका छौँ। त्यसले हामीलाई गरेझैँ हामी त्यससँग गर्नेछौँ। तब यहुदाबाट 3000 मानिसहरू एतामका पहरोको ओढारमा झरे। तिनीहरूले सिम्सोनलाई भने, पलिस्तीहरू त हाम्रा शासक हुन् भन्ने कुरा तपाईँलाई थाहै छ। अब हेर्नुहोस्, तपाईँले हामीमाथि के गर्नुभयो। तिनले भने, मैले त उनीहरूले जस्तो मसँग गरे त्यस्तै मात्र गरेकी छु। तिनीहरूले तिनलाई भने, हामी त तपाईँलाई बाँधेर पलिस्तीहरूका हातमा दिन आएका छौँ। तिनले भने, त्यसो भए तिमीहरू आफैले मलाई मार्ने छैनौ भनी मसँग शपथ खाऊ। तिनीहरूले जवाफ दिए, ठिक छ, हामी त तपाईँलाई बाँधेर पलिस्तीहरूका हातमा मात्र दिनेछौँ।
हामी तपाईँलाई मार्ने छैनौँ। तिनीहरूले तिनलाई 2वटा नयाँ डोरीले बाँधेर पहरोको ओडारबाट माथि ल्याए। तिनी लहीमा पुग्न लाग्दा फलिस्तीहरूले तिनीतिर चिच्याउँदै आए। तब परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो र तिनका पाखुरामा भएका डोरीहरू डढेका सनपाट झैँ भए र तिनका बन्धनहरू चुडिए। तिनले गधाको एउटा आलो बङ्गारो भेटाएर उठाए अनि 1000 मान्छे मारे। तिनले भने, गधाको बङ्गारोले मैले उनीहरूलाई नाश गरे, रास लगाएँ। गधाको बङ्गारोले मैले 1000 मान्छे मारे। यति भनिसकेर तिनले त्यो बङ्गारो फ्याँकिदिए। यसैले त्यस ठाउँको नाउँ रामत लही राखियो। त्यसपछि तिनलाई साह्रो तिर्खा लाग्यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, तपाईँले आफ्नो दासलाई यो ठुलो विजय दिनुभयो र अब के म तिर्खाले मर्नु, यी बेखतनाका हातमा म पर्नु? तब परमप्रभुले लहीमा भएको खाल्डोलाई चिरेर फुटाइदिनुभयो र त्यहाँबाट पानी फुटेर निस्क्यो। सिम्सोनले त्यो पानी पिए र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसै कारण लहीको मूललाई आज दिनसम्म पनि एनहक्कोरे भन्दछन्। फलिस्तीहरूको समयमा सिम्सोन 20 वर्षसम्म इजरायलका अगुवा भए। थ्याङ्क यू सो मच हजुरहरूले यो वचन सुनिदिनु भएकोमा। हजुरलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।